गाह्रो पारेछ त्यो सबजना त्यस्तो नगरिदिनु ल कोही पनि आएर कसैले पनि के नगर्नु ठोक्नु सक्ने काम यताउति नगर्नु ल राजाहरू माया लाग्दै थिएछ बिचारी भोटिनी यार होइन बिचारा मलाई त माया लाएर आएको क्या अहिले बिचारा एक्लै भएर बस्यो अरे एकदम होइन उसको त मान्छे पनि अहिले मुस्ताङतिर गएको छ भनेर एक्लै भएर बसिराख्यो अरे भनेर यसो आएको हल्का च्याके थाप्नु सुन त भोटिनी भन्नु त खेमे उता गएको छ कि तर त्यसैले कुराकानी गर्न आएको कि तिमीसँग बुझेन उसले त कहाँ टिकटक हेरिरहेको होला र बुझेन त्यही भएर यसो गफसप्स त्यस्तो केही पनि होइन ओ दाइ फेरि अब अरू केटी पनि जान्छ नि त मुस्ताङ अनि बेबो पनि गएको छ त अनि मुस्ताङ अनि अनि म चाहिँ अनि कसरी तिम्रो दाइ भयो भने त आज त तिमीले मलाई दाइको साइनो लाग्यो त अनि अस्ति नै भनेको दाइ मैले भनेको अस्ति नै भनेको होइन झुन्डाउँदाखेरि भनेको होइन त हो र दाइ नै हो त म तिम्रो होला सायद ठिक छ त्यसो भने ठिक छ बहिनी ठिक छ अब के गर्नु त ठिकै छ यता सुन भोटु बिचरा तिमी पहिलेदेखि दुःख सुख पारेर बसिरहेको रहेछ अब के दुःख दिनु बेसी म त आएर तिमीसँग एकछिन ब्याटल सेटल गरौँ यताउति गरौँ सोचिरहेको थिएँ म त पनिसमेन्ट दिन्छु फेरि भन्दैछु के भन्नु ल कालो कोइलाले दाँत माझ्नुपर्छ यहीँ गएर दाँत देखाउनु पर्छ ल माथि जोड ल दाँत छ भन्छ ल ल ल कहिले देखाउनु यहीँ गएर बस्नुपर्छ 5 मिनटसम्म लाइभ ल दाँत सेतो हुन्छ ल ठिक छ चल उताको मान्छे यता आएर गिफ्ट हानिदिनु ल जानेको छु हेरौँ न तिम्रो त त्यो हाँसो खै देखो एकचोटि मिसको अहिले सुरुमै देखाइहाल्यो हाँसो अहिले रोक न तिम्रो दाँत रोक अहिले के गरौँ दाँत पुरै कालो गर्न लाउँ कि एउटा अगाडिको यो दाँत मात्रै कालो गरेर लगाउँ त माछा यसरी कोइलाले बाबा विनिस्टिक त हेर नि त्यहाँ 4 को विनिस्टिक यतापट्टि मेरो छैन विनिस्टिक बिचारा म डबल ल्यापको विनिस्टिक हो यो वेलकम मेरो क्यास मनी दाइ मसला बिचारा रे हो नि गाइज सबैजना मेरो तिर्पमा लाइन सान डङ डङ गर्दा गुद्रुक हान्दिनु त एउटा मात्रै गर्न लगाउनु दाइ दाँत रे ओके सर मसला कुमार नेपाल दाइ मसला वेलकम ओके थ्याङ्क यू आरकेजी थ्याङ्क यू सो मच के हो के यस्तो यो तिम्रो अलि चितवनमै छौ ए ठिक छ तपाईँहरूकोबाट यहाँ भाइरसहरू आउनु भएछ हौ भाइरस चाहिँ किन भाइरस हो त्यस्तो डट 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 के हो त्यस्तो खै त्यो भाइरस त्यो सल्के हुन्छ नि त्यो भाइरसहरू बुझेनौ त्यो भाइरस हटाउन अब खै कति डट डटले अब के गर्नुपर्छ जस्तो छ डट डट छ यता के हो यस्तो यो अघि मेरोमा थिएन नि त नि गर छिटो है त्यता सुन त हेर सुन तर बिचारा माया लाग्छ यो भोटिनीको चाहिँ फेरि बिचारा माया लाग्छ है मलाई राम्ररी सोधी छ यार एकदम मलाई चाहिँ एकदमै सोधी लाग्छ मसँग चाहिँ एकदम संस्कारी तरिकाले बोल्छ मेरो बहिनी है एकदमै माया लाग्छ मलाई यार हेर न त्यो कम केही सब लुङ्गी सुङ्गी लाएर कुर्ता सुर्ता लगाएर कम्ती संस्कारी भएर बसेकी छिन् त साह्रै नै सोझी छ कि साह्रै नै भाइरस भाइरस पनि 4000 हो के हो यस्तो त्यही मात्रै तपाईँको धेरै लगभग 25,000 15,000 भाइरस छ तपाईँ के गर्ने त्यो भाइरसलाई अब त्यो भाइरस हटाउनको लागि अब भ्याक्सिन दिनुपर्छ मैले सबलाई यो हल्का भ्याक्सिन लाउनु पर्ने छ के गर्ने लगभग 6,000 भाइरस मात्रै छैन त्यो भन्दा कुदा के हो यस्तो यो मेरोमा थिएन त अघि त आफै आउँछन् कहिले कमिला बनेर आउँछन् कहिले त्यो सङ्खे किरा बनेर आउँछन् कहिले यो डट बनेर आएका छन् आइरहेका हुन्छन् कहिले अब यो चलन चलिरहेको हुन्छ कहिले त्यस्तो बनेर आउँछन् कहिले कस्तो बनेर आउँछन् ठिकै छ भइरहेकोस् त्यो नछौ है त्यो कमेन्टलाई फेरि लाग्न सक्छ त्यो भाइरस फेरि अब मेरो मोबाइल ह्याङ हुन लागिसक्यो अब यो भाइरसले अब के भन्ने यो मेरो मोबाइल केही हुँदैन नि हुँदैन तिम्रो त्यो मेरो आइडीमा केही प्रब्लम आउँदैन नि मेरो आइडीमा प्रब्लम केही आउँदैन नि सेनिटाइजेसन गर्नुपर्छ आइडीलाई पक यता देखाउ त ल थोरै अलिक थोरै यहाँ अलिक क्यामेरामा यहाँ लाग्यो अलिक थोरै त्यति सेनिटाइज हाने चाहिँ भइहाल्यो क्यामेरामा लाग्यो कि चेक पनि गर्नुपर्ने कि एकचोटि केही हुँदैन त्यो चेक गर्न त फेरि मै आउनुपर्छ त्यो भाइरस साइरस
बित्तिकै अब कस्तो अब कसरी मैले टाढाबाट चेक गर्नुपर्छ त? भन्नु त त्यो मुखमा हालेर यति लामो मुखमा हाल्छ नि यसरी हाल्छ नि नाकमा मुखमा हो त्यो हाल्न पर्ने कि भनेको मैले पर्दैन त्यो तिमीलाई भाइरस तिम्रो मोबाइललाई पो हाल्नु पर्यो त्यो मोबाइलमा घुसाउने ज्याक त मसँग छ नि त त्यो ज्याक चाहिँ लिएर आउँछु बुझेनौ ल त्यसले चाहिँ थाहा पाइन्छ क्या मैले फेरि यस्तो मुखमा यति लामो हाल्छ नि हो त्यस्तो हाल्नु पर्ने कि भनेर ए त्यो के भन्छ अरे त्यसलाई कोरोनाको के टेस्ट भन्थ्यो यार बिर्से के टेस्ट पो भन्थ्यो नि हो त्यो टेस्ट सीपीआर टेस्ट पीसीआर टेस्ट पिसिआर रे पिसिआर पीसीआर टेस्ट त्यो नराम्रो होइन के नराम्रो त्यसमा गाई त्यही हो र गाई पिसिआर हो र पीसीआर टेस्ट हो कि यसलाई पीसीआर टेस्ट भन्छ स्वाब टेस्ट भन्छ कि यो चाहिँ जमानाको टेस्ट हो खोइ थाहा छैन त खोइ अब भोटिनी पर्यो नराम्रो लाग्यो होला पीसीआर टेस्ट हो यो चाहिँ के हो त्यो टेस्ट चाहिँ हटाम है तामाङै हो है फेरि म पनि बुझेन राजाहरू तामाङै हो के भाइरस पनि आमामै भाइरस अब लाइभिङ गर्नुपर्ने होला कि यतिकै हो यो हजुर लाइभिङ गर्नुपर्ने कि के हो यस्तो डट 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 दाँत त्यो कालो कोइलाले यसो दाँतमा छ अनि यी गरेर हाँस है गर्नु पर्दैन भनेको होइन गर्नु पर्दैन भनेको होइन चुप्ला है तिमी अघि फकाएको पो त राम्री छौ यताउति छौ भनेर म त हेरिरहेको हुन्छु त दाँत एउटा मात्रै यसरी लाउँछु एउटा मात्रै कालो लगाउँछु यसरी तल नङ पालिस लगाऊ तर दाँतमा ल कुलबजाको फुल नेम के हो कसलाई थाहा छ अरे मेरो नाम पारस लोप्चन हो है मेरो चाहिँ फेरि राजाहरू लोप्चन पर्यो पारस लोप्साङ लोप्साङहरू त सोझो हुन्छ नि त अनि मलाई के बाङ्गो देखेको हो ल त्यो अलिकति मिलाउ त्यो कता दाँतमा मिलाउ पाक्रिनु हो अरे होइन लोप्चन अहिले आज लोप्चन भएको छु अब 1-2 दिनपछि पाक्रिनु हुन्छ ल ठिक छ अब हो यतिकै बस है लाइभमा एकचोटि लाइभमा जाउँ त साँच्चै उतापट्टि लाइट भएको ठाउँमा जाउँ न ए हो यतिकै लाइभ बस है म भन्दैछु मैले पछि लाइभ हेर्न आउँछु कसले पनिसमेन्ट दिएको भन्दाखेरि कुलबले पनिसमेन्ट दिएको भन्ने थियो ल ठिक छ यतिकै बस है अहिले म लाइभ हेर्न आउँछु तिम्रो यतिकै गयो के गयो भइसक्यो लाइभ हो यतिकै अलि नजिक आऊ अझै नजिक आऊ ल हुन्छ ल जान्छु म राम्रोसँग बस जहिले पनि पनिसमेन्ट म गराएर थालेँ मलाई जहिले पनि पनिसमेन्ट म चाहिँ कहिले जित्दिनँ गाइज किन हो थ्या राम्रोसँग बस ल बुनु बहिनी राम्रोसँग बस है आँगा है